我们上了站也不是。俺那个五角是给4块啊。我们上了站不也这么样？那咱挖地是125。你是门米下了，缆车就去了。哦，缆车120啊，我们本地人老师。到最上面去看完，看这都。Hello, hi. Hi guys. Hi guys. Hi guys. San. Hi guys.对不起啊，操！他说跟这个3样东西，我们是一样的。是啊。我们看了自然风光，看个屁呀！我们那是爱看特的人。是哦。那个盐这次啊，不能越冲。笑死！一个超也是这样。Hi guys. चन्द्रगिरी केबल कारमा पहिलो पटक अनुभव लिँदै Hi guys. Hi guys. I am now चन्द्रगिरी हिल्स. नेपालीमा म चन्द्रगिरी जाँदैछु. चन्द्रगिरीको टेबल कार्ड चढेर माल डाँडोमा आइपुग्ने. अब म मन्दिर दर्शन गर्न जाँदैछु. म कि हामी हिँड्दा हिँड्दा हैरान भइसक्यो. अलिअलि चिसो त थाहा छ. सिद्ध पाइला घाँसहरू के सेम त्यही सिद्ध नल्याउने भन्छ त मम्मी आनो आनो बाहिरको भने होला त हामीले यहीँबाट किनेको उनीहरू त यहीँबाट किनेको यो स्टेसन बाहिर कस्तो झ्याउ भयो हेटौडा जाने बाटो यही त होइन हेटौडा फास्ट ट्र्याक भनेर खोलेको छैन अहिले होइन होला पटकदुमा यही चाहिँ बाटो त ठुलो छ गाडी घुमेको थिएन थानकोट साइड मुझे नहीं पता था सर पता तो कुछ नहीं होता मुझे पता लग जाता है यार आयो तार स्टेबल सामने से वो आ रहा था उसको देखना सुरु में लगा था और देखिए फिर मैं समझ एक चीज आ रही था क्या अब जब जाएगा सुनने से बेरिंग लगी वो बेरिंग चल रही है ये तार बना है रोड बाहर तार चल रहा है अब तार चल रहा है ना तार हाई गाइज हामी स्विमिङ पुल गइरहेछौँ बहुत धो भइरहेछ हामीलाई
गाइज कुकुर सुतिरहेछन् गाइज कुकुर हेर गाइज यसो भइरहेछ हाई गाइज यहाँ यस्तो देख्न सकिन्छ भन्देऊ फाइनल्ली स्वयम्भू आइपुग्यो गाइज स्वयम्भू गाइज स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्याउँछन् लाइन अब है जल छैन गाइज फाइनल्ली आइपुग्यो हाई गाइज मंकी पानी किन्दिनु किन न हेलो हेलो गाइज भन्दैछ अरे दक्षिण काली दक्षिण काली दर्शनार्थ दक्षिण काली क्षेत्र यता रत्न पार्क अथवा शङ्खधर साखुवा उद्यान भन्छ यसलाई। हामी अहिले काठमाडौँ महानगरपालिकाको यो रत्न पार्क गार्डनमा छौँ। यहाँ देख्न सकिन्छ विभिन्न खालको रमाइलो मनोरम दृश्य। यहाँ सधैँ जसो फिल्म सुटिङहरू हुने गर्छ, लिन सक्नुहुन्छ। हाम्रा फ्यामिली, मेरा फ्यामिलीहरू बालबालिकाहरू मस्तसँग खेल्छन्। अहिले हामी अलि बिहानै आएछौँ। यो तपाईँको 2 बजे पछाडि आइदिएको भए छुट्टै रमाइलो हुन्थ्यो होला। हामी चाहिँ अलि छिटै आएछौँ। नानी मेरो छोरी अब बाल उद्यानमा सायद रमाइलो गर्दैछिन्।
नमस्कार, मेरो पौडेल ट्राभल डायरीमा म अहिले काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा छु। यहाँ देख्न सक्नुहुन्छ यो एरिया बसन्तपुर दरबार क्षेत्र हो। यो जम्मै मानिसहरू देख्नुहुन्छ, हुलमुल थुप्रो मानिसहरू छ यहाँ हैन। सम्भवतः आज हाम्रो काठमाडौँको बसाइ अन्तिम हुनेछ। अब हामी भोलि बिहान फर्स्ट फ्लाइटमै सुर्खेत प्लेननगरतर्फ प्रस्थान गर्नेछौँ। नमस्कार, मेरो पौडेल ट्राभल डायरीमा म अहिले काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा छु। यहाँ देख्न सक्नुहुन्छ यो एरिया बसन्तपुर दरबार क्षेत्र हो। यो जम्मै मानिसहरू देख्नुहुन्छ, हुलमुल थुप्रो मानिसहरू छ यहाँ हैन। सम्भवतः आज हाम्रो काठमाडौँको बसाइ अन्तिम हुनेछ। अब हामी भोलि बिहान फर्स्ट फ्लाइटमै सुर्खेत प्लेननगरतर्फ प्रस्थान गर्नेछौँ। त्योभन्दा अगाडि आज यो काठमाडौँको विशेष मुटु बसन्तपुर दरबार स्क्वायरमा हामी तपाईँहरूलाई यो दृश्य देखाउन गइरहेका छौँ। यो व्यापार, यो कला, यो धर्म संस्कृतिसँग जोडिने कलाकृतिहरू जुन हामीहरूको एकदम पौराणिक कालदेखि नै चलिआएको चिजहरू, यहाँ शिवलिङ्गदेखि लिएर रुद्राक्षहरू जम्मै कुराहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित सामग्रीहरू देवी भित्रमा राखिएको छ। यहाँ देख्न सक्नुहुन्छ यसको यसो हेर्दाखेरि आजभन्दा कति समय अगाडि बनेको होला। यो आफ्नो मौलिकता एउटा कलाले सजिएको, यो काष्ठ कलाबाट बनेको यो दरबार बसन्तपुर दरबार क्षेत्र यो निकै महत्त्वपूर्ण छ। यो विक्रम सम्वत 2072 सालको महाभूकम्पले यसलाई क्षति पुर्याएको थियो। यहाँ देख्न सक्नुहुन्छ यो क्षतिको काम भइरहेको छ, भित्ताउने कामहरू भइरहेको छ। मैले छोटो छोटो क्लिपमा तपाईँहरूलाई काठमाडौँको केही फेरिहरू देखाएको छु। यो क्षेत्र जहाँ सेनाले पनि सेक्युरिटी दिइरहेको छ। टन्न प्रशस्त मात्रामा सेक्युरिटी हुनुहुन्छ, नेपाली सेना, राष्ट्रको सेना। बित्दा हेर्न सक्नुहुन्छ आफ्नो मौलिक पहिरनमा। रोडमा यो फसल एरिया हो। यो सामग्रीहरू, विभिन्न सामग्रीहरू पाइन्छ। क्लिपमै भइरहेछ मेरो फ्यामिली। बसन्तपुर दरबार क्षेत्रको यो मन्दिर